후여시오의 버스 터미널. हाम्रो एन्ट्री टिकट आइसक्यो. 발빠짐 주의. 발빠짐 주의. 닫습니다. फाइनल्ली पुग्यो है त हामी. नामसन टावर हो यो चाहिँ हैन. त्यो छ ल हेर्नु यहाँ सबैजना क्याम्पिङ यो क्याम्पिङ गर्दै बस्दै मजाले रमाइलो गर्दै हैन. खाछ हानगाङ नदी किताबमा पढेको हानगाङ नदी यो ल युक्साम बिल्डिङ भनेको त्यही हो हैन. यो हानगाङ विरामसम सौल टावरको त्यहाँ मजाले यहाँबाट देखिरहेछ. साथीहरु फाइनली हामी फर्किँदैछौँ है त. सो हेलो साथीहरु, वेलकम ब्याक टु माई अनदर ब्लग. आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला हैन. हामी पनि एकदमै सन्चै छौँ यहाँ चाहिँ. अनि आज चाहिँ हामी सौल जाँदैछौँ है त घुम्नको लागि. अब दुई महिना भइसक्यो यहाँको हैन. अब कतै घुम्न गएको छैन यताउता. त्यही भएर सौल चाहिँ एकदमै जाने मन थियो हामीलाई. अब टाइम मिलिरहेको थिएन. अब यहाँ कामै हुन्छ. बिदा पनि अब त्यस्तो पाएको थिएन नि त. अब ठ्याक्क होल्सा पनि लगियो आज चाहिँ हैन. होल्सा भनेको चाहिँ अब तपाईहरुको 1 महिना चाहिँ लगातार काम गर्यो भने कम्पनीमा अब अर्को महिना 1 दिन बिदा पाइन्छ हैन. त्यो चाहिँ आफूले उ गरेर बिदा माग्ने हो होल्सा लेखेर. अनि ठ्याक्क आज चाहिँ हामीले अब योभन्दा अगाडिको महिनाको होल्सा चाहिँ हामीले लिइसकेको थियौँ. र योभन्दा दुई महिना भइसक्यो नि त अहिले. अनि 1 महिनाको होल्सा लगिसकेर फेरि अर्को महिनाको होल्सा चाहिँ आज लगेको हैन. अनि हामी चाहिँ टक्क आज होल्सा लगेर चाहिँ सौल जाँदैछौँ है त. अब सौलमा पनि टक्क हैन अब घुम्ने ठाउँहरू धेरै छ. त्यहाँ एकजना हाम्रो दाजु हुनुहुन्छ हैन. अनि कोरियन दाजु हो, उहाँले चाहिँ घुमाइदिन्छु भन्नुभएको छ. अनि टक्क अनि त्यहाँ गएर अब नामसन टावर हैन, त्यो जुन बुकमा पढ्छौँ नि हामीले टावर, ठुलो टावर अग्लो त्यो टावरहरू भयो. अनि त्यसपछि हानगाङ नदी हैन. अनि त्यहाँ अब के छ अब हामीले पढेको थोङदेमुन सिजाङ त्यो पनि अब त्यहाँ हामी घुम्ने भनेको छौँ आज. अब टाइम चाहिँ कति अब पुग्छ कि पुग्दैन आज दिनभरि हैन. अब अहिले गएर हामी बिहान जाँदैछौँ. अब बेलुका फर्किने गरेर 3-3.5 घन्टा जति लाग्यो भने चाहिँ त्यहाँ घुम्नु गर्न अब टाइम कति हुन्छ. अनि अब हामी जति टाइम पुग्छ त्यति टाइम चाहिँ अब घुम्छौँ. अनि त्यहाँ चाहिँ सबै अब के कस्तो रहेछ सौलमा हैन. पहिलोचोटि अनुभव हो हैन. यस्तो एकदम एक्साइटेड पनि भइरहेछौँ हामी. टक्क अब हुन्छ नि त अब कोरियाको राजधानी हो नि त सौल त. अब त्यहाँ त धेरै घुम्ने ठाउँहरू हुन्छ, दामी हुन्छ. अब जस्तै हाम्रो नेपालमा पनि अब गाउँतिर हुने मान्छेहरूलाई अब काठमाडौँ भनेपछि चाहिँ ओहो नहुन्छ नि त अलगा. ओहो कहिले अब जाने सपनै हुन्छ नि त गाउँको मान्छेहरूको चाहिँ. त्यस्तै अब हाम्रो पनि टक्क अब अस्ति आउँदाखेरि इन्सन अब सौलभन्दा अलि यतै पर्छ त्यो हैन. सौलभन्दा इन्सन चाहिँ अलि माथि नै पर्छ. त्यही भएर त्यहाँ इन्सन एयरपोर्ट मात्र देखियो. आउँदाखेरि अरू केही पनि देख्न पाइएन क्या. अब आज चाहिँ मजाले माइन्ड फ्रेस गराएर अब घुम्नु पनि पऱ्यो नि त हैन. अब कति काम गरेर हैन. अब कहिलेकाहीँ माइन्ड फ्रेस हुन्छ, टक्क हुन नयाँ अनुभव गर्न पाइन्छ. त्यही भएर चाहिँ हामी आज लाग्दैछौँ सौलतिर. के कस्तो रहेछ त्यहाँ सबै म तपाईँहरूलाई भ्लगमा देखाउने छु है त. तपाईँहरू हेर्दै गर्नु होला अगाडितिर है त. हामी चाहिँ जाँदैछौँ. मसँग यहाँ मेरो रुम पार्टनर सुनिल लिङदेन पाँचथरबाट हुनुहुन्छ उहाँ चाहिँ होइन. ह्यान्डसम भएर जाँदै हुनुहुन्छ उहाँ पनि. अब ह्यान्डसम त त्यस्तै हो, हामी यस्तै हो होइन. ह्यान्डसम त्यस्तै, हामी यस्तै हो, सिम्पल. अब जस अहिले बसन्त ऋतु पनि सुरु भइरहेछ. अब यो ज्याकेटभित्र भेस्ट छ मेरो. अब अहिले हल्का बिहान जाडो हुन्छ नि त. अब कहिले हिजो पुरा दिनभरि पानी परिदिएको थियो, कहिले जाडो हुन्छ नि त. त्यही भएर भर नलागेर अलिकता ज्याकेटै बोकेर जाऊँ भनेर. जोस् अब ल ठिक छ. अब अगाडितिर त्यहाँ चाहिँ अब हामी घुम्छौँ गर्छौँ होइन. अब के कस्तो रहेछ सबै कुरा म तपाईँहरूलाई भ्लगमा देखाउने छु है त. अगाडितिर हेरौँ. यहाँबाट अब जाँदैछौँ हामी है त. ल यहाँनिर भर्खर घाम झुल्किँदैछ है त. डाँडाबाट घाम झुल्किँदैछ.
अब यो सधैँ हिँडिरहेको बाटो त तपाईँहरूले देखिरहनु भएकै बाटो हो होइन बिहान छ अब यहाँबाट टक्क प्रस्थान गर्नुपर्ने हुन्छ यहाँ पनि एकजना दाइले चाहिँ म पुऱ्याइदिन्छु भन्नुभएको थियो हाम्रो चिनजानको दाइ हुनुहुन्छ उहाँले चाहिँ यहाँबाट अर्को त्यो सौल जाने गाडी पाउने टर्मिनल हुन्छ नि त त्यो टर्मिनलसम्म चाहिँ म लगेर जान्छु तिमीलाई भन्दै हुनुहुन्थ्यो त्यही भएर यहाँनिर अहिले यहाँ एकको अगाडि आउँछु भन्दै हुनुहुन्थ्यो 6:10 मा 10 मिनट छ टाइम अनि एकछिन वेट गर्नुपर्छ अनि त्यहाँबाट चाहिँ हामीले टिकट काटेर चाहिँ जानुपर्ने हुन्छ उयो सङ्गमो याकुक अगाडि उहाँ दाइले चाहिँ हामीलाई बस टर्मिनलसम्म चाहिँ पुऱ्याइदिनेछु भनेर ट्याक्सो गर्नुभएको थियो ट्याक्कै अब यहाँ हामी जाँदैछौँ है त अनि सिमी कहाँ नि ल अब हामी लागेको होइन अब यहाँबाट 버스 가는 게 예. 버스 경로예요. 시내버스 경로. 아, 시내버스 터미널. 네, 시내버스 터미널까지 가는 예. 경로예요. 아, 저기에서 표를 뽑아서 그 가야 돼요? 네, 거기서 표를 뽑아서 가는 거죠. 예. ल अब त्यहाँबाट टिकट झिकेर हामी चाहिँ त्यहाँबाट सौलतर्फ लाग्ने हो है त ल यहाँनिर कोरियाको मान्छे एकदम होइन कस्तो एकदम ट्याक्कै पालना गर्ने के जे कुरा पनि अब उहाँ दाइले चाहिँ ठ्याक्क 6:10 चाहिँ म त्यहाँ आइपुग्छु भन्नुभएको थियो अनि अहिले चाहिँ तपाईहरुको उहाँहरु त्यो बाचा गरेको समयभन्दा 1-2 मिनेट 3-4 मिनेट अगाडि नै आउनुहुन्छ के अब अहिले हामी यहाँनिर आइसक्यौं अहिले 6:11 भयो र उहाँ चाहिँ 6:08 मा टक्कै त्यहाँ आइपुग्नु भएको थियो 6:08 मा यसरी समयको हैन एकदम समयको पालना गर्छ के यताको मान्छेहरुले नेपालको मान्छेहरु 7, 8, 9 बजाइदिन्छ यार हैन मान्छेले टाइमको पालना गर्यो सबै अब ठ्याक ठ्याक भनेको टाइममा गर्यो भने त अब सबै कुरा राम्रो हुन्छ नि त नेपालमा त्यस्तो छैन नेपालमा आधा घण्टा 1 घण्टा त ढिले नै हुन्छ यहाँ चाहिँ अब बाचा गरेको टाइममा ट्याक्कै आइपुग्छ मान्छेहरु जहाँ भए पनि ल फाइनली हामी यहाँनिर बस टर्मिनलमा पुग्न आँट्यौं है त अब यहाँनिर पार्किङ गर्दैछौं त्यसपछि टर्मिनलमा गएर टिकट लिने हो है त 네 열렸어요. 예. जारौँ है त ओहो अलि हल्का झाडै रहेछ अहिले बिहान ल यहाँ आयौँ हामी अब जानु पर्यो यहाँ अगाडि हो फर्स्ट टर्मिनल अनि त्यहाँ गएर टिकट लिनुपर्ने हुन्छ निन्द्रा लाग्यो अब बसमा मजाले सुत्ने हो ल हामी बस टर्मिनलमा पुग्यौं है त देख्न सक्नुहुन्छ ल बस टर्मिनल आयो त पहिलो बस छोप्ने हो पहिलो यहाँ फुयसिवे फर्स्ट टर्मिनल पहिलो बस 6:40 कि 45 कतिमा जान्छ रे ल जाऊ यहाँ 서울 가요. 아예 서울 남. 네, 제 거 먼저 뽑을게요. काढा न इधर नन रहेछ नि त एउटा काटिहाल्यो त 한번 해보실래? 이 거리에라 됐다 충남 서울 중남부 아 둘이 한 번에 내는 거 아니죠? 한 번 아니에요? 한 번에 네. 그러면 두 개 뽑아서 두 개 하고 진행. 여기 앉거나 여기 앉거나 해야 되는데. 끼 건을 해야지. 거기다 버스냐 여기? 여기 앞에 앉아도 되고. सीट नम्बर 여기? सीट नम्बर हो क्या 네. 괜찮아?
카드 네 화살표 여기 있잖아요. 네. दुईटा टिकट आयो हाम्रो यो चाहिँ हाम्रो सौलसम्म जाने टिकट हो है त ल हाम्रो यहाँनिर टिकट आइसक्यो फुयोबाट सौल नाम्बोसम्म दुईटा टिकट अनि यता दाजु पनि जाँदै हुनुहुँदो रहेछ होइन अनि यहाँ चाहिँ हामी बस टर्मिनलभित्र चाहिँ वेटिङ गर्दैछौँ ठुलो स्वरले बोल्नु हुँदैन क्या मान्छेहरू बसिरहेछ नि त ल हाम्रो ल यहाँ बस आइसक्यो है त यो खोसक बस हो यहाँबाट सौलसम्म दामी जानु पर्छ ल ल है त समिदा दामी यार सिट पनि यहाँ रहेछ 저는 여기 좌석을 이탈하는 일이 없도록 하여 주시고 휴대폰은 진동이나 무음으로 통화 시에는 소리를 작게 하여 옆승객에게 방해가 되지 않도록 하여 주시길 바랍니다. 또한 차량 내부는 근형구역이니 건강을 위하여 그녀를 협조하여 주시기 바랍니다. हामी अब सौलतर्फ प्रस्थान गर्दैछौँ भ्यू हेर्दै जानुपर्छ होइन यहाँ सुनिरहेको छ जेट्स प्लेन जस्तै सिट होइन आरामको ल साथीहरू यहाँ हेर्न सक्नुहुन्छ होइन बस पनि ट्याक्कै 6:40 प्रस्थान गर्ने बस हो यो चाहिँ ल हेर्नु टाइम त्यहाँ 6:39 भयो ट्याक्क प्रस्थान गर्दैछ हामी हेर्नु त टाइमको कति महत्त्व रहेछ यहाँ कोरियामा टाइम टु टाइम क्या जे कुरा पनि ट्याक्कै 40 भयो अहिले चाहिँ ट्याक्क 40 भयो अब प्रस्थान गऱ्यो यहाँबाट हेर्नु त कस्तो सिस्टम छ यहाँनिर यो चाहिँ पुलिसको गाडी है त पुलिसको गाडी ट्याक्क ल हेर्नु आहा आनन्द बसभित्र पनि प्लेन जस्तै मजाको ल फाइनल्ली पुग्यो है त तेरिका ल यहाँ 8:23 भयो हामीलाई लगभग 1.5 घन्टा जति लाग्दो रहेछ यार छिटै पुगाएछ एकदम स्पिडमा आएको छ नि त यहाँ गाडीहरू एकदम स्पिडमा आएको छ नि त त्यही भएर ल हामी झर्छौँ है त के हम सामना किसानी ये कति छिटो पुग्यो त यार लगभग 2 घन्टा पनि भयो नि त नि यार 2 घन्टा पनि लागेन यार छिटै पुगायो ल ओहो तर हावा चाहिँ यस्तो छ है ल यहाँको सौल नाम्बु टर्मिनल है त यो हामी यहाँ चाहिँ अब टक्क अब अहिले एकछिनमा बसेर अनि त्यसपछि लाग्ने है त घुम्नु ल हामी ल सौल ओए सुनिल ल अरू ठिक छ होइन छिटो पुग्यो नि एकदम छिटो पुग्यो यार तर एक घन्टा चाहिँ जस 1 घन्टा सुतियो बसमा अनि आमामा अपार्टमेन्ट हेर्नु त यहाँ साँच्चै टोपी खस्छ भन्थ्यो यार साँच्चै टोपी खस्ने रहेछ यो बिचको अपार्टमेन्ट त यस्तो अग्लो यार ल यहाँभित्र भयो ल साथी हो ल अब टक्क एकदम छिटो पुग्यो हामी चाहिँ अब यसो भोक पनि लाग्यो होइन हामी खाजा खान जाँदैछौँ फेनिजम यो फेनिजम यी माथि फेनिजम ल 24 घन्टा खुल्ने पसले यो है त फेनिजम तर सानो रहेछ यस्तो छ यहाँ सौलको नाम्बु फसु टर्मिनल हो यो चाहिँ अब भोक लाग्यो के खाने हो त यार
24 घन्टे खुल्ने पसल यहाँ रहेछ त अनि खानेकुरा ल हामी चाहिँ अब खाजा खान आँटेको फेनिजमबाट चाहिँ 4501 को बर्गर यति महँगो छ हेर्नु त अनि यो कतिको हो थाहा भएन त्यहाँ हिसाब गरेर दिएको अनि यो चाहिँ उयुको चक्लेटको उयुको चाहिँ उ हो रे यो चाहिँ अनि यो चाहिँ बर्गर अब हामी खान आँटेको खाजा है त सुनिल खान आँटेको हैन अब ल भोक लागेर स्याक भइसक्यो त्यही भएर मिठो याद है मोबाइल खाजा खाइसक्यौँ अब एकछिनमा यङनी चाहिँ एकछिनमा आउनुहुन्छ अरे होइन 20 मिनटमा त्यही भएर हामी पर्खिँदैछौँ खाजा खाइसक्यौँ एकछिन पर्खेर अनि त्यसपछि जाने हो ल हामी चाहिँ खाजा खाएर निस्किन आँटेको यहाँ छिया छरेकमा चाहिँ हाम्रो याङनीमा आउँदै हुनुहुन्छ अरे त्यही भएर छिया छरेकमा जाँदैछौँ कहाँनिर अब यहाँ जस भोक पनि बहुत लागिरहेको थियो के भन्यो यो सहर जस्तो लागेको छैन क्या सौल अब यस्तै छ यहाँ हेर्नु ल यस्तो छ अब अहिले जाँदैछ नि त भर्खर त यहाँ झरेको अनि यहाँ चाहिँ अब बहुत खतरा मान्छे भेटिन्छ है छिया छरेक ल यहाँ यो पो रहेछ त अनि छिया छरेक त ल मान्छेहरू त ल हेर्नुहोस् यो छियाछलबाट आएको मान्छेहरू होला यो होइन ट्रेनबाट आएको मान्छेहरू होला यस्तो छ यहाँ ल यो हामीले पढेको यो के अरे यो जिफान पढेको कुरा नि देखिँदैछ यहाँ बिस्तारै हामी चाहिँ पर्खिँदैछौँ होइन यहाँ उहाँहरूले दाइ आउँदै हुनुहुन्छ कोरियन दाइ नै हो उहाँले चाहिँ घुमाउनुहुन्छ होइन अनि हामी चाहिँ अब यहाँ बसेर पर्खिँदैछौँ छिया छरेकमा ल हामी यहाँ छियाछल जाँदैछौँ है त छियाछलमा बस्दैछौँ अब हामी वे यहाँ पुरै छ ल छियाछल त अनि ल यस्तो छ है त यहाँ छियाछल सबैजना यहाँ पर्खिँदैछन् यस्तो छ है कहिले चढ्यो सौलमा क्या त्यो इन्सान एयरपोर्टदेखि यो ऊ होइन त इन्जिन एयरपोर्टमा त कोही माया 주십시오. 임의로 손잡이를 돌릴 경우 열차가 급정차 위험한 상황이 발생되면 별도 안전법에 따라 처벌을 받습니다. 감사합니다. यस्तो स्पिड छ लमा वाह भने जस्तो ल हामी यहाँ छियाछलबाट बाहिर हेर्दैछौँ है त छियाछलबाट हानगाङ ल यो चाहिँ हानगाङ रहेछ यार ल हाइट ल हानगाङ नदी है साथीहरू यही हो है त हानगाङ 한강공원이 엄청 많은데 그 중에서 한 군데 갈 거예요. 예, 지하철 यो चाहिँ हानगाङै रहेछ यार कता हो भनेको अहिले एकछिनमा हामी झरेर फेरि घुम्नुपर्छ यस्तै छ है त यहाँ ल हामी यहाँबाट निस्किनु पर्ने हुन्छ है त ल
발빠짐 주의. 발빠짐 주의. 발빠짐 주의. 앞으로 많이 할 거예요. 예. 다시 카드. 예, 카드 여기 있어요. अब हामीहरू निस्किँदैछौँ नागानुखत निस्किने ठाउँ। ए कार चाहिँ यहाँमा यसो छोड्नु पर्ने हो। 화살표가 되어 있는 거야. 화살표. 이렇게 하면 걱정돼. 이게 화살표 방향으로 나가면 돼요. 화살표. 예. यस्तो खेल्दै छ। वा ल निस्क्यौँ है त हामी अब बाहिर। हामीले पढेको छिया छरेक भन्दै यस्तै त हुन्थ्यो नि फोटो। सौल यस्तै छ है। यो साइकलहरू ब्याट्रीवाला साइकल रहेछ। यो चाहिँ सौल सिटी टुरको बस रहेछ यार। यहाँ अब टक्क अब पैसा तिरेर यो बसले चाहिँ ठाउँ ठाउँमा होइन राम्रो घुम्ने ठाउँमा चाहिँ झारिदिन्छ, फेरि घुम्ने, फेरि बसमा बस्ने, फेरि अर्को ठाउँ झार्छ, फेरि घुम्ने। यही रहेछ सौल सिटी टुर बस। अब यो आज चाहिँ अब हाम्रो टाइम पुग्दैन नि त, त्यही भएर अब अर्कोचोटि फेरि आएर घुम्नुपर्छ। तर आज चाहिँ अब 2-3 ठाउँ कति भ्याइन्छ, अब त्यति घुमेर जानुपर्छ। ल हामी जाँदैछौँ सौल थाओमा, नामसान थाओमा जाँदैछौँ है त। सौल टावर भन्ने यही हो है त। यस्तो बबारे ल यहाँ ओए टावर आयो गाइज। ल किताबमा देखेको, किताबमा पढेको, आज प्रत्यक्ष देख्न पाउँदा एकदमै मन आनन्द लागिरहेछ। हामी त्यहीँ जाँदैछौँ। अब पुग्न आँट्यौँ। फाइनल्ली पुग्यो है त हामी। अब यहाँ टाढाबाट चाहिँ राम्रो देखिन्छ, अब नजिकै आइयो हामी चाहिँ। हाम्रो धरहराको बेरेको जस्तो होइन तल। अब हामी यहाँ झर्नुपर्ने हुन्छ, अनि झरेर जान्छौँ है त हामी यहाँभित्र। 내릴 때는 꼭 찍어야 돼요. 예. 내릴 때 예. 카드를 안 찍으면 예. 나중에 돈이 더 많이 나와요. 꼭 찍어야 돼요. 자, 일단은 구경. 오, 다음이야. 이거 서울? 서울 반, 저쪽 서울 반. 이거 아다 서울은 롯데타워. 롯데타워. 서울에서 제일 높은 빌딩. 한국에서 제일 높은 롯데타워लाई हेर्नु साथीहरु यो पनि बुकमा थियो यार. यो पनि बुकमा थियो. 나중에 저기 한번 가세요. 예. 저기는 돈 쓸 게 많아가지고 비싸. 아. 이렇게 서울, 이렇게 서울. 서울, 요 아다 서울 써? 아다 서울 짱 우기에다지라. 우리가 왔던데 저기서 신라 호텔 저기서 우리 이렇게 온 거예요, 여기로. 아, 스트라야. 지금 우리가 아, 지도에서 다음에 ल. ल हामी यहाँ माथितिर जाँदैछौँ। सौल टावर यहाँ छ। अनि यहाँ माथि चाहिँ जान मिल्छ कि मिल्दैन भन्ने चाहिँ थाहा छैन हैन। मान्छेहरु चाहिँ देखेको छैन गएको माथि। ल यहाँ चाहिँ माथि यहाँ बनाउँदै रहेछ के, यहाँ तल बनाउँदै रहेछ, त्यही भएर खासै अब जान दिँदैन के मान्छे। हो यहाँ बहुत अग्लो हट। ल है त ल। ओहो हो दामी यार हट। बबाल 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 बबाल। 와 기분이 좋았어요. 다음이 यार. 여기 보면 저기에 이제 열쇠고리를 걸어요. 저기는 연인들, 사랑하는 사람들이 약속하는 장소. 거기 정말 유명한 곳. 그러니까 대한민국에서 남자친구 여자친구가 생긴다. 예. 사랑하는 사람이 생긴다. 예. 무조건 여기 와요. 무조건. 그래서 재밌는 얘기 해주냐면 일단 우리 저거 보고 나서 좀 열쇠고리가 정말 엄청나는데 재밌는 사실은 시간이 한 몇 년 동안 막 걸고 난 다음에 저기도 엄청 많은데 막 걸고 난 다음에
다 없애버려요. 새로. दामी है ल साथीहरू फाइनल्ली ल हेर्नुहोस् 지금 유튜브 하는데요? ल हेर्नुहोस् यहाँ पुग्यौँ हामी फाइनल्ली आहाहा ल सपनाको देशमा सपनाको टावर पनि आइयो है त बुकमा पढिरहेको थियौँ यो फाइनली आज आफ्नै आँखाले देख्न पनि पाइयो होइन तपाईँहरू पनि सबैजना मेहनतका साथ अध्ययन गर्नुहोला होइन यसरी नै एक दिन तपाईँहरू आएर यसरी तपाईँहरू पनि घुम्न पाउनु भएको होस् है ल हेर त यसरी यहाँनिर केटा र केटीले यसरी बाछा गरेर चाहिँ यहाँ झुन्डाउँदो रहेछ क्या 엄청 오래전부터 막 산을 막 타는데 너무 많아지면 이제 이거를 없애버려요. 그 마이 와이프 저희 아내랑 여기 어딘가 걸었어. 근데 몇 년 뒤에 싹 없어지더라고요. उहाँले पनि यहाँ पहिला होइन आफ्नो लभ स्टोरी हुँदाखेरि चाहिँ यहीँ आएर दुईजनाले चाहिँ यसरी हेर्नु न त यहाँ आएर यस्तो लेखेर यहाँ यस्तो लेखेर यो सबै झुन्डाउँदो रहेछ क्या यहाँ केटा र केटीले आमामा हेर त यो पहिलादेखि अरे क्या यो केटा र केटी आएर यहाँ बाछा गर्ने अनि टक्क यो झुन्डाउनेहरू क्या प्राय यहाँ आउँछन् क्या एकदम यो प्रसिद्ध ठाउँ अरे आमामा हेर्नु त यहाँ ल लभ लक ओ यहाँ यत्रो यहाँ हेर त दामी है ल बुकमा कता कता देखेको बिल्डिङ हेर्नु ल यो बिल्डिङ बुकमा कता कता देखेको थियो नि त यो होइन ल नामसान 타워 지금 63 빌딩 그 옆모습이에요. 옆모습 저거 갈색 저기 갈색 저기가 63 빌딩 저기 어디입니까? 여기 where? 여기는 남산 타워입니다. 그리고 여자친구 근데 네팔로 해야 되는 거 아니야? 네팔어? 네팔로 यो नामसान टावर हो यो चाहिँ होइन हामी चाहिँ आयौँ होइन यो सबै याक्सो गर्ने ठाउँ होइन बाचा गर्ने यो बाचा गरेर यस्तो झुन्डाको पहिलादेखिको धेरै एकदम मजा लागिरहेछ होइन आनन्द होइन फोनमा अब टक्क हल्का न्यानो न्यानो लागिरहेछ यो सपनाको देश सपनाको ठाउँ घुम्नु पाइयो धेरै खुसी लागिरहेछ ल त्यसरी आउला नि त ल दामी यहाँ भित्र चाहिँ जानु मिल्दैन कि अब बनाइरहेको छ कि यहाँ माथि त्यही भएर जानु मिल्दैन दामी होइन मोड पनि छ काम गर्दा आज थाकेर मजा आइरहेको छ होइन टक्क यहाँ देख्न सक्नुहुन्छ पछाडि टावर छ यहाँ कहाँ कहाँको देशको भेटनामको अनि कम्बोडियाको उज्बेकिस्तान कहाँ कहाँको धेरै ठाउँको मान्छेहरू हुनुहुन्छ यहाँ घुम्न आएको होइन पछाडि पनि एकदम दामी ठाउँ छ होइन पुरा भ्यू बबाल देखिन्छ यहाँ हेर्न सक्नुहुन्छ होइन ल दामी ल पखाइ यहाँ हेर्न सक्नुहुन्छ यो पुरा सौलो है त पुरा सौलो पछाडि देखिरहेको एकदम बबाल देखिरहेको छ यार ल यतापट्टि हेर्न सक्नुहुन्छ यो पनि पुरा सौलो दामी भ्यू देखिरहेको बबाल ल फोटो दामी फोटो खिच्दैछौँ है त 크게 얘기해야지 너무 될 것 같아. फोटो खिच्दै 오래 기다리셨습니다. 오트입니다. 이거 지나지? होइन एकदम गयो धेरै नि 제한 올라갑니다. ल हामी तल आयौँ जस हामीले हेऱ्यौँ बाहिरबाट होइन त्यो माथि
जान त मिल्दो रहेछ तर एकदम महँगो 26,000 त्यही भएर अब माथि गएर पनि त्यही यो देखिने भनेको त्यही दृश्य नै हो होइन त्यही भएर हामी माथि चाहिँ गएनौँ यताउता सबै हेरेर टक्क अब हामी चाहिँ फर्किन आँटेको है त ल साथीहरू अब त्यहाँ अब हामी माथि चाहिँ चढेनौँ होइन एकदम महँगो रहेछ माथि त्यही भएर अब हामी फर्किन आँटेको होइन ल बाई बाई 남산 타워 내릴 때 카드를 대주세요. 하차입니다. 하차입니다. 남산 타워बाट फर्केर झर्दैछौँ है त हामी अब अर्को ठाउँ अब हामी खाना खाने अनि खाना खाएर अनि त्यसपछि अब कता हुन्छ आज टाइम अब 11 बज्न आँट्यो अनि खाना खाएर त्यसपछि हामी अब अर्को ठाउँ कता हुन्छ अब भ्यायो भने अर्को ठाउँ घुम्ने त्यसपछि आयो भने कुन ठाउँ हुन्छ अब हामी जाँदैछौँ 남산 ठाउँबाट 맛있어요. 맛있어요? 우동 하나 추가해 주세요. 난 우동 우동 추가. 순위 괜찮아요? Delicious. थोनगासु भन्ने खायौँ हामीले चाहिँ यो चाहिँ कोरियाको एकदम परम्परागत खाना रहेछ एकदमै मिठो लाग्यो होइन अनि थोरै भात अनि यहाँनिर गोबीहरू क्रिमहरू अनि यहाँनिर त्यो के भएको मासुको हो कि के हो यो अचारहरू जस एकदम मजाको लाग्यो ल अब हामी चाहिँ जान लाग्यौँ त सबै खाइयो जान आँटेको अब चाहिँ यो चाहिँ अब कोरियाको होइन विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरू चाहिँ यसरी अब म्युजिक सिकेर चाहिँ यसो प्र्याक्टिस गर्दो रहेछ यस्तोमा बसेर होइन ल हामी चाहिँ यहाँ हानगाङ खोङवन हानगाङ नदीको पार्क भन्छ र यसलाई होइन अनि यहाँ सौल टावर त्यहाँ देखिरहेछ कुचुरो मात्रै हामी यहाँ हानगाङ खोङवनमा आइपुग्यौँ है त अब यो चाहिँ हामीले पढेको बिल्डिङ चाहिँ यही हो है त युक्साम बिल्डिङ अब यहाँ हानगाङ खोङवनमा छौँ हामी ल यहाँनिर हेर्न सक्नुहुन्छ हानगाङ नदी यही हो होइन अनि मेरो फोन चाहिँ स्विच अफ भयो क्या ठ्याक्क भिडियो बनाउँदै स्विच अफ भयो त्यही भएर यो चाहिँ मैले मेरो साथीकोबाट बनाएको होइन सुनिलकोबाट अनि यहाँ चाहिँ अब एकदम हेर्नु दामी छ यार तर मेरो फोन चाहिँ स्विच अफ भएर ल्याङ भयो बिचमा मैले भिडियो बनाउन पाइनँ होइन सिधा यो हानगाङ नदीमा यो खोङवन पार्कको होइन यहाँ मान्छेहरू टक्क बसिरहेछ अनि त्यसपछि त्यो छ ल हेर्नु यहाँ सबैजना क्याम्पिङ गर्दै बस्दै मजाले रमाइलो गर्दै होइन पिकनिक जस्तो मनाउँदै सबैजना खाजा खाइरहेछन् बसिरहेछन् मजाले आहा त्यो मौसम पनि एकदमै बबाल छ हानगाङ नदी यहाँ हेर्न सक्नु यो हानगाङ ये हानगाङ दामी ल ओ दामी ल हानगाङ नदी किताबमा पढेको हानगाङ नदी यो होइन सौल टावर त्यही हो त्यहाँदेखि सौल टावर त्यही हो होइन अनि यता देख्नुहुन्छ एकदमै रमाइलो छ दृश्य ल छिटो बाट यहाँ ब्याट्री गयो जानु दामी छ कि ल भयो राम्रो चाहिँ एकैछिन देखाउँ रमाइलो गर्दैछ युक्साम बिल्डिङ युक्साम बिल्डिङ भनेको त्यही हो होइन हो ल दामी छ है ल एउटा यस्तो खतरा ओ दामी यार यो यसमा पनि यो पैसा तिरेर चाहिँ यो कुदाउने हो क्या यो गाडीहरू खाँच्यो
यहाँ यो स्ट्रिट फुडहरू छ यहाँ होइन, स्ट्रिट फुडहरू छ यहाँ। अब हामी यसो यहाँको हानगाङको लामेन किन्न जाँदैछौँ। एकछिन लामेन खाएर अनि खाना खाएर हिँड्ने हो यहाँबाट टक्क पारेर। यो हानगाङको के भन्छ लामेन खाजा है त, खाजा यो खाएर फेरि अब खाना खाएर एकछिन बसेर खाना खाएर अनि जाने हो। बन्दैछ है हाम्रो, बन्दैछ खाजा बन्दैछ है। 맛있겠죠? है एकदमै रमाइलो ठाउँ छ यहाँ चाहिँ होइन। यहाँ सबैजना मजाले बसेर खाइरहेछन्, रमाइलो गर्दैछन्। यो चाहिँ हानगाङ हो होइन। हानगाङ युरामसन उयो जहाजमा उयो अगाडि छ होइन। त्यो जहाजमा चाहिँ पुरा यो अवलोकन गर्न सकिन्छ अरे बसेर मजाले होइन। यहाँ जहाज चल्दैछ यो हानगाङ युरामसन। यो जहाजमा चढेर होइन अनि मजाले यो घुमाइदिन्छ अरे यो नदी यताउता मजाले। यो चाहिँ हानगाङ, सबै हानगाङ मजाले। अनि यता चाहिँ मजाले बसेर अनि रमाइलो गर्ने, बस्ने, खाने, कुराकानी गर्ने। यहाँ सबै ग्रुप मिलाएर बसेर मजाले गफ गर्ने। दामी छ यार, मलाई एकदम दामी लाग्यो यो चाहिँ होइन हानगाङ चाहिँ नदी चाहिँ। अनि यो युक्साम बिल्डिङ, यो युक्साम बिल्डिङ भनेको हामीले किताबमा पढ्ने। यो एकदम रमाइलो छ यार, रमाइलो लाग्यो मलाई। अब हामी खाजा खायौँ होइन। अब एकछिनपछि खाना खाएर हामी फर्किने हो फाइनली होइन। दामी मौसम एकदम दामी छ। ल फाइनली हामी यो हानगाङ सबै घुम्यौँ होइन। अब खासै घुम्न पाएन किनभने अब अलि टाइम भएन होइन। अहिले अब साँझ पर्न आँटिसक्यो, 4 बज्न आँटिसक्यो। अब हामी जाँदैछौँ है त यहाँबाट। अब प्रस्थान हुँदैछौँ। जस अनुभव एकदम राम्रो, चौल एकदम सबै घुमिएन। अनि हामी जस नामसन ताओ गयौँ, हानगाङ जस दामी लाग्यो होइन। माइन्ड फ्रेस भयो। ल अब जाँदैछौँ है त हामी। ल साथीहरू हामी चाहिँ हानगाङबाट पनि जानु आँटेको है त। अब यही हो। त्यो पनि यस्तो मान्छेहरू धेरै आउँदो रहेछ क्या घुम्न यार। यस्तै धेरै मान्छेहरू छ। फोन पनि 2% 3% मात्रै छ। ट्याक्क त्यतिमा भिडियो बनाइरहेको छु। अब ल्याम्मै अफ हुन्छ फेरि। एकछिन चार्ज गरेको थिएँ अघि, हामीसँग चार्जै लागेन क्या, त्यही भएर। दामी जस रमाइलो भयो, रमाइलो लाग्यो यार। यस्तै छ है त यहाँ। यस्तै छ है त। हामी चाहिँ अब साँझोकै खाना भन्नु भने 6 बजिसक्यो। अब हामी टक्क लगाएर अब यो खाना खाएर अनि त्यसपछि हामी लाग्ने हो है। थकाइ पनि लाग्यो आज हिँड्दा होइन। ट्रेन पनि 4-5 चोटि चढियो, बस पनि चढियो, थकाइ पनि लाग्यो हुन्छ। अब खाएर अनि हामी हिँड्ने हो। मासु यसरी टेबलमै टक्क पोलेर खाइन्छ है त यहाँ कोरियामा चाहिँ। यो चाहिँ सुँगुरको मासु हो होइन। सुँगुरको मासु अनि इको मो हो 파절이 रहेछ यो। 파절이. 이거 이거는 상추 깻잎. 상추 이거를 뭐 채소인가? 채소 सब्जी होइन।
यहाँ पनि छ मासु नपोलेको मासु यहाँ छ 이거는 버섯 च्याउ यो च्याउ होइन 쌈장 अनि अब यो सँग मिसाएर खाने यो सामु रहेछ अनि टक्क चिकन यत्रो खाइसकिन्छ कि सकिँदैन ल है त ल साथीहरू फाइनल्ली हामी फर्किँदैछौँ है त अहिले 8 बजेर 23 मिनट भयो 8:30 भयो त्यहाँ यताउता घुम्दै खाँदै रात पऱ्यो होइन अनि त्यही भएर अब 8:30 बज्यो अब जाँदैछौँ 10:30 बजीतिर पुग्छौँ होला यहाँबाट आउने बेला चाहिँ अघि 1 घन्टा 40 मिनट जति लाग्यो होइन अब जानलाई चाहिँ अलिक टाइम लाग्छ त्यही भएर 10:30 बजीतिर पुग्छौँ होला रातिको होइन थकाइ पनि लागिरहेछ आज हिँड्दा अनि जस एकदम रमाइलो भयो आज जस अब नेपालमा हुँदाखेरि पढेको कुराहरू होइन अब कस्तो होला यो ठाउँ भन्ने टाइपको लाग्थ्यो भने आज जो सपना पुरा भयो भनौँ न अब जस अनि सौल टावर घुमियो आज धेरै ठाउँ त घुम्न पाएन होइन सौल टावर चाहिँ मजाले घुमियो होइन एकदम राम्रो लाग्यो अनि त्यसपछि हामी हानगाङ गयौँ थोङदेमुन सिजाङमा पनि गयौँ तर मैले त्यहाँनिर भिडियो बनाउन पाइनँ होइन फोन चाहिँ स्विच अफ भएर अनि थोङदेमुन सिजाङको अर्को ठाउँमा चाहिँ हामी गएको थियौँ अनि त्यहाँ सबै घुमेर चियाचल पनि चढियो आज होइन जस 4, 5, 6, 7 चोटि चढियो चियाचल यताउता गर्दै बसहरू पनि चढ्यो मजाले घुमियो अनि एकदमै रमाइलो भयो आज होइन उहाँ 2 जना दाइहरूले चाहिँ हामीले मजाले घुमाइदिनु भयो अनि अहिले पनि हामी कारमा जाँदैछौँ अब अघि चाहिँ बसमा आएको अनि दाजुको कारमा जाँदैछौँ अनि जस हानगाङ पनि एकदमै रमाइलो मजाको अनि अब योचोटि अब 1 दिन मात्रै भएर अब अलिकता घुम्न पाइएन राम्रोसँग अर्कोचोटि अब कहिले यसो टाइम मिल्यो भने फेरि आउनुपर्छ घुम्न होइन त्यही हो अब आज थकाइ पनि लागिरहेछ होइन अनि अब जाँदैछौँ हामी चाहिँ अनि त्यही हो है त भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरू सबैजनालाई धेरै धन्यवाद साथीहरू धेरै माया छ होइन तपाईँहरू पनि अब इतिहास भाषा पढ्दै हुनुहुन्छ भने एकदमै मेहनत गरेर पढ्नु होला होइन अनि तपाईँहरू पनि पास भएर एक दिन यहाँ यसरी नै तपाईँहरू पनि घुम्नु हुनेछ यसरी नै आउनु हुनेछ हैन एकदम आफूमा विश्वास गरेर अध्ययन गर्नुस् हामीले पनि अब अध्ययन गरेर आफूमा विश्वास गरेर मेहनत गरेर पास भएर आको हो हैन सकिन्छ नसकिने भन्ने छैन सकिन्छ मजाले अध्ययन गर्नु होला हैन अब अनि आउनु होला तपाईहरु पनि स्वागत छ तपाईहरुलाई सबैलाई है त नेक्स्ट ब्लगमा भेट्ने बाचाका साथ आजको लागि भिडियो यति नै सबैजनालाई 감사합니다 बाइ बाइ सुनिल यहाँ बसेर सुन्दा पनि एकदमै गाह्रो भइरहेछ आज हल्का थकाइ लागेर हैन बाइ बाइ सुनिल बाइ ल